यो मुग्लिन कटेदेखि त के लाने असभाव महँगो गर्छ जे कुरा अन्डा चना भन्छ अन्त ल्यान त एक प्लेट अन्डा चना भने त हो त्यो चना दुईटा केरा फुल हाल्दैछ 350 रे उसको मुख पोल्ने असभाव छुइ नसक्दो कैलक बासी जस्तो यस्तो लेन तान्ने नै भएको छ ढिला रे आलु यदि छोप हालिदिए दिदीको 350 खान्छ उसको छोरा नै छत्तै अन्त दुईटा केरा फुलको 50 भयो नि 100 रुपियाँ भयो ल ठिकै छ ल 50 रुपियाँ छ त कुरा फुलले पर्छ त पर्न अब 50 रुपियाँ चना होला ल 150 रुपियाँ भयो अन्त यो 50 रुपियाँ छ त यो छोप दुईटा टुक्रा यो काँक्रा चिरा हाल्दैछ तीनटा टुक्रा काँक्रा चिरा हाल्दैछ यतिको 350 रे उसको मुख पोल्ने यो 9 बिसे कटेदेखि त 9 बिसे होइन लगभग पोखरा कटेदेखि भनौँ न होइन जति मिठो खाना खानु छ भने पोखरादेखि उतै खाइरहेको छ मैले पोखरा कटेदेखि आमाको छोरा कहिले पानी नकिन बाटो घाटोमा गाडी ड्राइभरहरूले 7 ठाउँ रोक्छ 1000 ठाउँ रोक्छ उससँग उल कमान छ गर भट्टा पानी बोकेर हाम्रो के पानी कहीँ एउटा पानी नकिन मेरो आमाको छोरा के छुइसक्दो छैन ढिलाले लुट्न बसेकोहरू हेर त ल एक प्लेट चना भन्दा 350